हेलो गाइज, वेलकम टू माई नेक्स्ट ब्लग। आजको ब्लग भने सुपदेउरेलीतर्फ यहाँको दृश्य देख्न सक्नुहुन्छ। डाँडा काँडा हरियाली अनि त्यसपछि बाटाहरू कहाँदेखि कहाँसम्म पुगिसकेको छ। अनि यहाँ तल पनि देख्न सक्नुहुन्छ मन्दिर आएको रहेको छ यहाँ खोलाको नजिकै। अनि यो हाम्रो मेन सुपदेउरेली मन्दिर। अनि हाम्रो यहाँ रोशन देख्न सक्नुहुन्छ। रोशन आज एक भेटघाट भइसकेको छ बाटैमा। स्कर्पियो गाडी चलिसकेको छ, स्कर्पियो। देख्नुहुन्छ गाइज, हामी सुपदेउरेलीमा छौँ अनि फाइनली धेरै दिनपछि म सुपदेउरेली आएको छु र देख्न सक्नुहुन्छ हामी आज घुम्न भनेर लाउडो टाँसेको ठाउँमा जानेछौँ र यहाँका दृश्यहरू पनि तपाईँहरूले म सबै पूर्ण देखाउने छु। के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला र साथसाथै लाइक कमेन्ट अनि सब्सक्राइब गरी हामीसँग जोडिनु होला भन्दै अर्घाखाँचीको दृश्य भन्नाले पनि एकदम मानिएको मन्दिर सुपदेउरेली। यहाँको ठाउँ दृश्य देख्न सक्नुहुन्छ। फाइनली देख्न सक्नुहुन्छ हामी लाउडो टाँसिएको ठाउँमा आइसकेका छौँ। यहाँ माथि डाँडामा हो, देख्न सक्नुहुन्छ उहाँ माथि। गाइज हामी यहाँबाट अब सिडी बिस्तारै सिडी चढ्दै सरसट्टै माथि जाने हो होइन। अब माथि पुगेर हामीले हेर्ने हो लाउडो टाँसिएको। यहाँ कमसेकम 150-200 सिडी होलान्। गर्न चाहिँ मैले भ्याइनँ किनकि गनेर साध्य छैन। यहाँ त्यही हो कालो लाउडो टाँसेको ठाउँ भन्ने छ। दृश्य अत्यन्तै रोचक अनि मनमोहक दृश्य देखिएको छ। यहाँ पहाडहरू एकदम ठुलाहरू पहाड होइन, हिमाल जस्तै ठुला पहाडहरू रहेका छन्। यहाँ तलको दृश्य देख्न सक्नुहुन्छ, अति सुन्दर अनि राम्रो छ अर्घाखाँचीको दृश्य। अनि हजुरहरूलाई देख्न सक्नुहुन्छ गाइज, हामी फाइनली लाउडो टाँसेको ठाउँमा आइसकेको छौँ। हामीले तपाईँहरूलाई मैले पुरा आज देखाएकै छु सामान्य। यहाँ देख्न सक्नुहुन्छ गाइज। यहाँ देख्न सक्नुहुन्छ लाउडो टाँसेको ठाउँमा यहाँ यस्तो सीधे बाँडिन्छ यहाँ गणेश मन्दिर लाडी बाँडिन्छ घर परिवार सुख शान्ति मिले धन परेमा खेल्नु पाए लाख करोड कमाउनु पाए छोरा छोरी बहिनी छोरीलाई हाल्नु पर्यो। देख्न सक्नुहुन्छ उहाँ पारी देखिएको उहाँ। अनि यहाँ अर्घाखाँचीमा सिसाको पुल र पिङहरू उहाँ भएको छ किनकि हामी उहाँ जान सकेन, सम्भव छैन। म दोस्रो भिडियोमा तपाईँहरूलाई देखाउने प्रयास अवश्य नै गर्नेछु। आजको लागि नै भने यति नै देखाउने कोसिस गरेँ। यहाँ कपालहरूले यस्तो यो पुरा मूर्ति जस्तो होइन, यहाँ पुरा खम्बा जस्तो बनाएको छन्। यो मायाको प्रतीक भन्ने चिनो बुझिन्छ। यो ढल्यो भने मायाको सम्बन्ध टुट्न सक्ने सम्भावना बढिरहेको छ। हामी अब लाउडो टाँसेको ठाउँबाट फर्किएछ र अब हामीलाई धेरै लेट हुने कारणले गर्दा छिटो पुग्न पर्ने छ। त्यसै कारणले गर्दा मैले आज हजुरहरूलाई छोटो मिठो भिडियो अनि राम्रो भिडियो देखाउने कोसिस गरेको छु। के कस्तो लाग्छ हजुरहरूले कमेन्टमा प्रतिक्रिया दिनु होला। अनि कस्तो भिडियो बनाउने, हजुरहरूलाई कस्तो मनपर्छ, कहाँ घुम्न जाने, अनि तपाईँहरूलाई कहाँको दृश्य देख्न मन लागेको छ त्यो ठाउँको कमेन्ट गर्नु होला। फाइनल देख्न सक्नुहुन्छ गाइज, हामी लाउडो टाँसेको ठाउँमा पुगेर आइसकेपछि सुपदेउरेली फर्किसकिएको छ। यहाँ यत्रो भिड छ देख्न सक्नुहुन्छ। आज मङ्गलबारको दिन यति भिड भइसकेको छ मन्दिरमा किनकि देउरेली मन्दिर यहाँबाट मान्यको मन्दिर हो। यहाँ टाढादेखि मान्ने आउनुहुन्छ। यहाँ फोटो खिच्ने ग्याङ गर्ने 2 मिनट रुकिनु, 2 मिनट आए। देख्न सक्नुहुन्छ यही हो सुपदेउरेलीको मन्दिर। हजुरलाई मैले प्रत्यक्ष रूपमा देखिसकेको छु मन्दिर।
अनि यहाँका बासिन्दाहरू बस्ने बासिन्दाहरूलाई विभिन्न खाले यहाँ फोटाहरू बनाउनको लागि पनि यहाँ छ फोटाहरू मिठा मिष्टानहरू अनि फेरि यहाँ मोटरमा फुलहरू सबै यहाँ फोटो खिचाइ चलिरहेको छ आज हाम्रो होइन यहाँ अब आएको ग्रुपबाट फोटो खिचिरहेको देख्न सकिन्छ गाइस यहाँ हाम्रै मोटी हात्ती दिदीले यहाँ फोटो खिच्न थाल्नु छ देख्न सकिन्छ गाइस यहाँ देख्न सकिन्छ यहाँ फोटो खिचाइ चलिरहेको यहाँ यता किचिक्का जतिर मुस्कुराउन नसक्ने मान्छे होइन दृश्य देख्न सकिन्छ गाइस यति राम्रो सुन्दर मनमोहक दृश्य रहेको छ सुपथेर अलिको यहाँ होटलहरू विभिन्न ठाउँमा होटलहरू रहेका छन् अनि यहाँ आवाज जावत गर्ने ठाउँमा विभिन्न ठाउँबाट आउने गर्नुहुन्छ यहाँ टुरिस्टहरूको एकदम भिडभाड रहेको हुन्छ यहाँ दर्शन गर्न देख्न सकिन्छ गाइस हामी सुपथेरलीबाट फर्केर यहाँ हामी नरपानीमा आइसकेका छौँ नरपानीबाट अब हामी होइन आज खानासाना खाएर अनि रमाइलो गरेर जाने हो वहाँ देख्न सकिन्छ यहाँ चर्खे पिङ रहेको छ वहाँ नजिकै वहाँ देख्न सकिन्छ त्यो पोलभन्दा सिद्ध पोलको सिद्ध देख्न सकिन्छ त्यहाँ अनि फेरि यतापट्टि मान्छे देख्न सकिन्छ यहाँ नरपानीमा सुपथेरलीबाट आएका सबै भतेरहरू यहीँ खानुहुन्छ देख्न सकिन्छ गाइस यहाँ नरपानी भन्ने ठाउँमा यहाँ हामी बसेर खाने ठाउँ यस्तो छ यहाँ विभिन्न ठाउँहरूबाट आउनुहुन्छ अनि पूजाआजा गरेर यहाँ खानुहुन्छ देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ गाइस यहाँ पोखरो रहेको छ नरपानीमा यसलाई संरक्षित र सुरक्षित गरेर राखिएको छ हजुर देख्न सक्नुहुन्छ यहाँ यो पोखरो यहाँ सर्प रहेको छ देख्न सक्नुहुन्छ यहाँको सर्प होइन नरपानीको भ्यू देख्न सकिन्छ कति सुन्दर छ यहाँ अनि साफसफाइ सबै ध्यान राखेर यहाँ साफसफाइ ध्यान राख्नेको साथै यहाँ खाना खाइन्छ अनि फेरि यहाँ अलि मान्छे पनि हुनुहुन्छ खाना बनाइदिनको लागि अनि यहाँ हाम्रो टिम पनि आफै खाना बनाउन लागेको छ किनकि होइन हल्का कहिलेकाहीँ हुन्छ नि अब सेफ्टी अब नपुग्दो भन्ने हुन्छ नि त्यसै हिसाबले हाम्रो यो यात्रा यहाँदेखि देख्न सकिन्छ यहाँ आज नाच भइरहेको छ पाडनीबाट हुँदै हामी सुपथेरली आयो अनि नरपानीमा हामीले खाना क्रममा यहाँ खाना पाक्दैछ बल्ल पकाउन सुरु गरेका छौँ अनि यहाँ हामीले नाच्दै देख्न सक्नुहुन्छ यति रमाइलो र राम्रो यता देख्न सकिन्छ यतापट्टि पनि अलगै किसिमको छ तर यहाँ भने एकदम राम्रो छ हाम्रो नाच अहिले सांस्कृतिक नाचहरू यहाँ रहेछ अनि यतापट्टि पनि देख्न सक्नुहुन्छ यहाँ अलग प्रत्येक ठाउँबाट कति ठाउँ मेडा लिएर र कोही ठाउँ घुम्न आउनुभएका महानुभावहरूले खानुभएको छ अनि यहाँ आएर देख्न सक्नुहुन्छ यहाँ यति अत्यन्त रमाइलो रोमाञ्चक र रहर लाग्दो अनि नाचु लाग्ने जस्तो ठाउँ रहेको छ यहाँ गीत सुन्दाखेरि तर के गर्ने हालत त्यस्तै छ होइन देख्न सक्नुहुन्छ गाइस यहाँ भैँसीहरू चरेको पाडापाडी सबै होइन एकै ठाउँ चरिरहेका छन् हाम्रो गाउँतिर होइन गाउँतिर भने हामीले भैँसीहरू पाल्ने अनि बाँधेर घाँस चराउने गरिन्न होइन हामीले बाँधेर घाँस काटेर हालिदिने गरिन्छ तर यहाँ देख्न सकिन्छ भैँसी आफै स्वतः चरिरहेको छ कस्तो राम्रोसँग देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यो नरपानीको जङ्गल सल्लाहघारी अनि फेरि यतापट्टि पुरै डाँडो सल्लेघारी छ यहाँ भने देख्न सकिन्छ पुरानो सम्झना छ मेरो होइन पुरानो यादगार ठाउँ अनि फेरि पुरानो सम्झनाहरू धेरै छन् यहाँ लुकेका धेरै सम्झनाहरू छन् मेरा पुरानो यादहरू देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ यहाँ घुमे यहाँ पिङमा देख्न सक्नुहुन्छ पिङमा बसेका छौँ देख्न सक्नुहुन्छ हामी यहाँ अब रिङ्गे पिङमा चर्खे पिङ भने पनि जे भने पनि होइन यहाँ सर हुनुहुन्छ सरहरू यहाँ सागा छन् चिक्क परेको यहाँ रमाइलो एकदम अत्यन्तै छ
तर मान्छे चाहिँ देखिएको छैन भित्र लुकेछन्। यहाँको दृश्य देख्न सक्नुहुन्छ यो नरपानी हो। नरपानीको ठाउँ देख्न सक्नुहुन्छ कति राम्रो छ। उपरबाट हेर्दाखेरि त छोड्दिन्न। देख्न सक्नुहुन्छ गाइस हामी हावामा माथिदेखि तल तलदेखि माथि रिगाउन जस्तो लाग्दैन तर हामी एकदम मजामा छौँ होइन मोज गर्दैछौँ गाइस। हामी चर्के पिङमा एकदम होइन मस्तसँग खेलेका छौँ होइन एकदम उडी उडी चुप्पा भने जस्तो छाँटले नाग 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 मेरी आमै नाग 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 मलाई पठाइदियो केटा भिडियो मेरी आमै नाग 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 ए बर्बाद पारो अरे यता हेर्ने त मेरी आमै झरो 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 यता झरो तल झरो माथि पनि झरो ए निस्क्यो 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 निस्क्यो। हाम्रो यो यात्रा यहाँदेखि देख्न सक्नुहुन्छ। यहाँ आज नाच भइरहेको छ। पाडनीबाट हुँदै हामी सुभद्रा आयो अनि नरपानीमा हामीले खाना क्रममा यहाँ खाना पाक्दैछ बल्ल पकाउन सुरु गरेका छौँ अनि यहाँ हामीले नाच्दै देख्न सक्नुहुन्छ। यति रमाइलो र राम्रो यता देख्न सक्नुहुन्छ। यतापट्टि पनि अलगै छ अलगै किसिमको छ तर यहाँ भने एकदम राम्रो छ। हाम्रो नाच अहिले सांस्कृतिक नाचहरू यहाँ रहेछ अनि यतापट्टि पनि देख्न सक्नुहुन्छ। यहाँ अलग प्रत्येक ठाउँबाट कति ठाउँ मेडा लिएर कोही ठाउँ घुम्न आउनुभएका महानुभावहरूले खानुभएको छ अनि यहाँ आएर देख्न सक्नुहुन्छ। यहाँ यति अत्यन्त रमाइलो रोमाञ्चक र रहर लाग्दो अनि नाचु लाग्ने जस्तो ठाउँ रहेको छ यहाँ गीत सुन्दाखेरि तर के गर्ने हालत त्यस्तै छ होइन। हामी घर आइपुगिसकेको छ होइन। अब घर जाने बेला भइसकेको छ। यता यता ल हामी घर आइपुगिसकेको छ। अब घर होइन ओखर आइसक्यो अनि अब घर झर्ने बेला भइसक्यो। आजको सुबहको भिडियो नि बाटा फर्किँदाखेरि बिचाको त बनाउन पाइनँ मैले किनकि त्यस्तो समस्या भयो किनकि मान्छे बस्न भिडियो गर्न सहज हुँदैन नि खासै त्यही भएर सरी बाई मिस्टेक भयो होइन। कहिले कहीँ हड्डी नभएको जिरो चिप्लिन्छ भन्छ नि त्यस्तै भयो होइन। गाइस देख्न सक्नुहुन्छ हामी यहाँसम्म आइपुगेका छौँ। अब घर आइयो। आजको भिडियो भनेको यतिसम्म म हजुरहरूलाई बाँकी राम्रोसँग देखाउने प्रयास गरेकै थिएँ के कस्तो लाग्छ हजुरले प्रतिक्रिया दिनु होला र पछिबाट दोस्रो जाँदाखेरि मैले हजुरलाई अवश्य नै पुरा सुभद्रालीको यात्रा साथसाथै त्यहाँको वर्णन र त्यहाँको सबै चिज जानकारीहरू समेत तपाईँहरूलाई दिलाउने प्रयास गर्नेछु ल। धन्यवाद आजको लागि मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। सबैलाई धन्यवाद। थ्याङ्क यू वाचिङ फर माई युट्युब च्यानल भिडियो।